हेलो नमस्कार सबैजनालाई वेलकम टु माई न्यू डे न्यू भ्लगमा हजुरलाई स्वागत छ। आज चाहिँ मेरो छुट्टी छ। आजको आउटफिट चाहिँ यस्तो छ। अब चाहिँ घुम्न जाम, साथीहरूसित घुम्न जाम यसो मिलेर भनेको। हेरौँ कस्तो हुन्छ, कहाँ कहाँ हुन्छ, कता कता हुन्छ। आजको हेरौँ दिनचर्या कस्तो बित्छ, के हुन्छ, कसो हुन्छ। अनि सबैजनाले भ्लग चाहिँ हेरेर साथ दिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरेर दिनु होला। हेरौँ अब के हुन्छ, कता कता गइन्छ, कहाँ कहाँ गइन्छ, त्यो त अब भिडियोमै थाहा हुन्छ। भिडियोको अब भ्लग हेर्दै गर्नु होला, भ्लगमै थाहा हुन्छ कता कता गइन्छ, कहाँ कहाँ गइन्छ, के गरिन्छ, सबै देखाउने हो। राम्रो राम्रो कुरा पनि देखाउने छु। हेरौँ कस्तो हुन्छ अब आजको भ्लग। हेर्न चाहिँ नभुल्नु होला है साथीहरू। थ्याङ्क यू। यहाँको नजारा चाहिँ अहिलेको चाहिँ यस्तो छ गाइस। बेलुकाको हामी चाहिँ यहाँ मेट्रो बस वेट गरे छौँ। हेरौँ कतिखेर आउँछ। मेट्रो बसमा चढेर त्यहाँ आजको घुमघाम यस्तै होला जस्तो छ। यहाँ हाम्रो दाइ हुनुहुन्छ, यता छ यस्तो छ। यहाँ आउँछ बस, तर हामी ठ्याक्क चढेर खक्रक्क जाने। धेरै हिँड्थ्यो होला नि। गाउँ घरतिर त दिनभर सुतेर बस्न नि त जाम घुम्न हानेर दिनभरि घुम्न हिँड्थ्यो। हामी चाहिँ ठ्याक्कै मेट्रो स्टेसनभित्र पस्यो, अलमिसेल भन्ने। अब यहाँबाट हेरौँ कहाँ कहाँ गइन्छ, कति कति गइन्छ हेर्दै जाउँ। ठ्याक्क अब इन्ट्री लिफ्टभित्र पस्यो। अब हेरौँ के हुन्छ। ठ्याक्क हेर्दै जाऊँ के कस्तो हुन्छ। मैले हजुरलाई देखाउँदै गर्छु। यहाँबाट लिफ्ट छ यत्रो सरल र झर्ने। अब यहाँबाट भित्र पसेर अब कहाँ कहाँ हुन्छ म सब देखाउँछु हजुर। मैले ट्रेनमा भिडियो बनाउँछु भने त खिच्लिकै बिर्सेछु यार। यहाँ आइयो। अब यहाँबाट सिधा बाहिर जाने। अब कतार अफ मलमा हेर मै त कस्तो हुन्छ। चट्ट खोलिदिन्छ ठुलो। यस्तो रहेछ कतार अफ मल स्टोर। कतार अफ मल हेर मै त बाहिर गएर एकैचोटि हेरौँ कस्तो छ ठाउँ। चाहिँ यस्तो आइयो। यता यस्तो छ ब्याकग्राउन्ड। यो त यस्तो दामी छ। यता चाहिँ मेरो भ्लगमा हजुरलाई स्वागत छ। यहाँ यस्तो छ। हेर्नुहोस् कतारमा कस्तो हुन्छ। हामी मेट्रोबाट बाहिर निक्ल्यौँ देखाउँ। यहीँ लेखेँ त। हामी मलभित्र छौँ क्या दाइ। मलभित्र गइरहेछौँ हामी त ठ्याक्कै कतार मलको भित्रै आइयो। बाहिर कस्तो देखियो थियो, बाहिर निक्लिने कहाँ र। वेलकम टु मल अफ कतार। यहाँ चाहिँ यस्तो छ। हामी चाहिँ इन्ट्री हुने ठाउँ चाहिँ यस्तो छ। यहाँ सानो रेलगाडी आइछन्, रेलगाडीमा चढ्ने छ। त्यसपछि अब हाम्रो यहाँ चाहिँ मल अफ कतार गिफ्ट कार्ड। यहाँ चाहिँ यस्तो अब रमाउनुको यहाँ सक्छ। रमाइलो छ। जे होस् होइन क्या त्यता त यताबाट यो के हो त नि यस्तो। यहाँ यस्तो छ। अब यहाँ घुम्ने हो जसरी भए पनि। यहाँको चाहिँ यस्तो छ। यो होम बक्स त्यो त यहाँ हेर्नु डिजाइन कस्तो दामी छ नि। यस्तो घाँसै घाँस कता अलि जता जता राम्रो राम्रो छ त्यतै हिँड्नु त। यहाँ चाहिँ यस्तो के आइछ यो कतार। यहाँ कस्तो दामी बनाइदिएको न गाइस। यस्तो दामी देखियो यार सिन त। ओ माई गड के विधि राम्रो देखिएको यार। गाइस क्या दामी छ यार। क्या खतरा बनाइदिएको हेर्न न। यसमा लाइटिङ भएको अझै दामी हुन्छ होला यार। खतरा छ हेर्ने डाइरेक्ट खतरा छ नि।
माई गॉड खतरा गुच्ची को ब्रांड यहाँ है गाइस गुच्ची को खतरा है यस्तो दामी आहा बब्बा कहाँ त्यहाँ छ घाँस होला छ अरे यहाँ यहीँ त हो नि भएको हो र त्यसैमा खतरा है गाइस घुम्नलाई चाहिँ मजा आउने जस्तो देखिए यस्तो दामी छ यहाँ चाहिँ डिफ्रेन्ट जता गयो अर्कै जता गयो अर्कै छ क्या डिजाइन चाहिँ खतरा बनाइदिएको छ गाइस ड्रेस रमाइलो छ भ्लग चाहिँ हेर्न नछुटाउनु होला पुरै भ्लग हेरिदिनु होला त्यही हो हजुरको मेरो भन्ने इच्छा चाहिँ मेरो उ गर्ने छ हान्छ अर्थिङ नचाहिने कुरो क्या दामी बनाइदियो यहाँ चाहिँ यस्तै छ यहाँ चाहिँ यो गेमको रेसिङ यहाँ चाहिँ बेस मजाको ठाउँ छ यहाँ दुब्बाले फाइनल्ली यहाँ चाहिँ यस्तो दामी छ है गाइस जस ल दाइ यस्तो दामी भिडियोमा तपाईँलाई देखाउन पाउँदा म पनि साह्रै भाग्यमानी रहेछु तपाईँलाई यस्तो भिडियोमा देखाएर यति राम्रो मान्छेलाई देखाउन पाउँदाखेरि हेर्नु नि गाइस क्या दामी छ बब्बा हेरमै कस्तो आउँछ फोटो खिच्ने यहाँ काम कहाँ हामी त भन्यो भन्छन् न यहाँको चाहिँ यस्तो दामी देखियो है गाइस जस रमाइलो छ भोक लाग्दै हेर्नुलाई त बसाउँदै उठिन्छ नि र यहाँ यस्तो दामी छ गाइस जस रमाइलो छ यस्तो दामी हो क्या यहाँ मान्छे आएको आइखान मलाई लाको लागि छ त्यही भएर यस्तो हो सबैले भर्खर खाने टाइमै हो क्या तर जियोस् रमाइलो छ जियोस् राम्रो छ घुम्ने जस्तो ठाउँ छ यो चाहिँ सबको थाहा है गाइस कस्तो सुकै आए पनि दामी छ कतार घुम्नुहोस् कतार गाइस कतार यो चाहिँ दामी छ हेर्नु नि जस्तो छ जे तपाईँलाई कति हेर्न मन लाउँछ यस्तो भिडियोमा यस्तो राम्रो आउँछ यार फोटो आएन यार कपडा राम्रो आउँछ क्या चाहिँ आज चाहिँ यहाँ आएको सामने आएको कस्तो हुन्छ डाइनेसोर हेर्न आएको भिडियो एलाउड छ कि नै मैले भिडियो गर्छु है त्यहाँ कति अरे 50 रियाल 10 मिनटको जम्मा 10 मिनट हो 10 मिनटको 50 रियाल हेरौँ कस्तो बुझिन्छ मैले भिडियो चाहिँ गर्छु गाइस हामी त यस्तो ठाउँमा आइयो है गाइस यस्तो ठाउँमा आइयो हामी ल मजा आउला जस्तो है कति हो मजा गाइस हेर्न सातुको के मजा आएको गाइस यस्तो हल्लाउनु मिल्छ यो खुट्टा हल्लाउनु मिल्दैन ओ माई गॉड हेर मेरो गाइस ओहो खतरा डाइनेसोर ओहो डाइनेसोर उडिदिरहेको डाइनेसोर ओहो पानी छिटा नि आउने त हजुर डाइनेसोर डाइनेसोर त पुरै खाने यहाँ डाइनेसोर पानी
Wow, 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 what a view those. What a guys, what a view. Oh, what a view guys, what a view. What a view guys, what a view. Wow, wow, wow. Wow, देखो guys, देखो. Loy guys, loy. What a view guys, those, what a view. Mama. मजा आउँछ. घर आएको म त यार. के भयो घरले खुसी न यार. Guys. हामी त कस्तो ठाउँमा आइहाल्यो यार. Guys, यति पनि मिस भयो होइन है भिडियो, यति पनि मिस भयो. ओ गाइज हेर्नुहोस् त, हेर्नुहोस् त तपाईँलाई के कस्तो मजा आइरहेको गाइज. त्यसो गर्छ अन्त कस्तो रटे गर्छ होइन गाइस. जिल्लो अठो गर्छ के गर्छ गाइस हेर्न चाहिँ मजा आउला जस्तो है गाइस. 50 रियलको मजै आयो यार. 50 रियल मलाई बाल भएन. दाइ ओके लाएर पाकाको छैन. ओ गाइस पानी नि आउने त कता मुला सिधा नि आउँछ. हान्दै रहेछ त गाइस हेर्नु है. ओहो गाइस यार दुनियाँदेखि यता यहाँ त. ओ माई गड दाइ हेर्नु डाइनोसर हेर्नु दाइ. ओ अझ जाडो नि हुने छ. यस्तो ठाउँमा त जाडो हुने छ अन्त गाइस. मजा ल भाइरल गरिदिनु त. समुद्र हामी चाहिँ यो कतार मलमा घुम्यो. हेर अब कतार मल चाहिँ यो भेटाइयो यही हो. सो यो राम्रो छ जता नि हेरौँ त्यति राम्रो छ गाइस. जति हेरौँ त्यति रमाइलो हुन्छ यहाँ त यार. यो चाहिँ मन भुल्ला जस्तो छ. हेरौँ अब कतिसम्म मन भुल्छ हेरेर विचार गरौँ. लाइक गाइस कतिसम्म मन भुलाउन सकिन्छ. कति राम्रो ठाउँ कतार मेरी आम्मै. हामीले त बाहिर जाने बाटै बिर्सियौँ यार. दुईजनाले यार
यसो भनिदिउँ न यार कोही आउनु हो भने यार बाहिर निक्ल्नु बाटो त भनिदिनु पऱ्यो यार टोक्नु ऊ यहाँबाट खाइ त ए तपाईँ हराउनु हो कि नै भयो हराउनु के थाहा त होइन कि यो त के हो यो खाली त्यो केटीहरूको मात्र छ यहाँ धेरै केटीहरूको मात्र हुन्छ गाइज यार सिक्ने आइने मात्र धेरै छ यार लेमन यस्तो दाम छ गाइस हेर्नु भ्यू हेर्नुहोस् गाईको भ्युज अरू छोड्नुहोस् भ्युज हेर्नुहोस् त्यही पनि आज त भिडियो लामो भयो होला यार अब अलिअलि ट्याकीटुकी बनाउँछु अनि त्यस्तै हुन्छ आजको अब यही यो मल यहाँ तल छ अलिअलि हेर्नुभयो होला रमाउनु होला अब भ्युज यस्तै छ भ्यू यस्तै छ अब लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गाह्रो पिरो नमानिकन ट्याक्क लाएर होइन गाह्रो पिरो मान्ने हुन्न कि हजुरहरूले गाह्रो पिरो माने त म त बर्बाद हुन्छु के अरे त्यही भएर मन लगाएर हान्दिनँ होला प्लिज जसरी भए पनि जताबाट हुन्छ तपाईँ रिसाएर हुन्छ कि नरिसाइकन हुन्छ कि जताबाट हुन्छ गरिदिनु होला है त्यही हो यहाँ हाम्रो दाइ हुनुहुन्छ अब यस्तो छ रमाइलो छ ठाउँ चाहिँ राम्रो छ जे होस् ठाउँ राम्रो छ यो हेऱ्यो यो चाहिँ 360 भ्यू यो हो क्या दामी छ नि चुट्ट लाएर मलको बाहिर है गाइस यो कतार अफ मलको बाहिर यहाँ मल अफ कतार छ यो चाहिँ कतार अफ मल हो यहाँ यस्तो दामी लाग्नु केमा तपाईँको ल यहाँ हेर्नु यस्तो दामी छ यो त यस्तो दामी देखिन्छ यार यो नाइटमा हो कि यति क्लियर हो माइ गड भ्यू अनि यस्तो वाट अफ भ्यू दोस वाट अफ भ्यू ल फाइनली गाइज यही हो यताको भ्युज यताको पानी यो यताको साउन्ड सब यही हो यताको ब्याकग्राउन्ड सब यही हो गाइज अब हेर्नुहोस् कस्तो छ पुरा हेर्नलाई भिडियो चाहिँ सब हेर्नलाई के छ कस्तो छ सब देखिन्छ है ल है गाइज फाइनली गाइज भर्खर अब घुमेर आइयो रुममा आइयो अब हेरौँ के हुन्छ अब खाना खाने हो के खाइन्छ हेर्दै गर्नलाई त आज खाना चाहिँ बिरयानी चामल अल्फाउन हो चटनी यता दाइको खाना यो चाहिँ पेप्सीको लागि एक गिलास फेरि रक्सीको लागि होइन दाइ ठक्क पेप्सी मिठो हो दाइ